यो हामीले चाहिँ नि यो विश्वविद्यालयको मेडिकल विश्वविद्यालयको कुलपतिज्यूको आह्वानमा जुन सरसफाई अभियान थियो सुरु गरेको थियौँ। यो सुरु गर्दाखेरि चाहिँ नि जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी सबै हामीहरू लागेको थियौँ यसमा। यसमा चाहिँ नि बिचमा हामीले 11 बजेदेखि खाना खाने समय ब्रेक गरेर बाँकी फेरि सुरु गरेर अहिले यो मूल गेटबाट यतापट्टिको पुरा एरिया हामीले सरसफाई गरिसक्यौँ र हामीलाई चाहिँ नि उपकुलपतिज्यूले यो एरिया सफा गरिदिनुहोस् भन्ने भन्नुभएको थियो र हामीले त्यो एरिया हाम्रो दायित्वको एरिया सफा गऱ्यौँ। आज यसमा हामीले एउटा हाम्रो ग्रास कटर, ट्र्याक्टर सहितको ग्रास कटर, 7 वटा जेसिबी अनि एउटा चाहिँ नि एउटा ग्रेडर लागेर यो सरसफाई भयो। वास्तवमा हामीले आएर यहाँ अनुभव के गर्यौँ भने यो जुन हामीले सफाई गऱ्यौँ आज, यो सफाई चाहिँ नि मानिसको हातबाट हुने थिएन। योमा चाहिँ नि हेभी इक्विपमेन्टै चाहिने थियो र त्यो भएर चाहिँ नि पहिले एउटा मात्रै जेसिबी लिएर हामी आएको थियौँ। तर यहाँको परिस्थिति हेर्दाखेरि अनि हामीले जति हामीसँग टोटल 7 वटा जेसिबी थिए, 7 वटा जेसिबीलाई आज यो विश्वविद्यालय परिसरमा सफाई गर्ने काममा लगायौँ र त्यसपछि ग्रेडर पनि मगायौँ र ग्रेडर पनि मगाएर यो चाहिँ सरसफाई गरेर ट्र्याक्टरले कटिङ पनि गरेर यो आजको कार्यक्रम सरसफाई कार्यक्रम अब यहीँ समापन भएको घोषणा गर्दै म सम्पूर्ण सहभागी हुने अपरेटरहरू, यसका चाहिँ सुपरभाइजर अनि लगायत नगर प्रहरी सम्पूर्ण टिमलाई सबैलाई धन्यवाद दिँदै र यो विश्वविद्यालयप्रति पनि आभार प्रकट गर्दै यो कार्यक्रम आज चाहिँ सफाइको कार्यक्रम यहीँ समापन भएको जानकारी गराउँछु।